भित्र बसेर खाऊ हो ल आमाको मन हाल्नु है राम्रो आज चाहिँ छोराहरूको वर्तमानको लागि हाम्रो यहाँ सेल पकाउने कार्यक्रम भइरहेछ यो कति पाथी चामलको सेल पकाएको यो 10 पाथी चामल ए अब कति टाइममा पाक्दैछ सेल राम्रो भएको छ मिठो छ नि है ल यता यी पकाउँदै हुन्छ एकदम पकाइरहनु भएको छ यहाँ दिदीले नि यहाँ चलाउँदै हुनुहुन्छ यी यता यी भाउजू यता यता यहाँ यता दिदीहरू हुनुहुन्छ आमा वर्तमान कस्तो लागिरहेछ नातिहरूको रमाइलो भइरहेछ ए ल सम्झना छोराको वर्तमान कस्तो लागिरहेछ त रमाइलो भइरहेछ सबैजना दिदी बहिनी जम्मैजना सबै आमा जम्मैजना हुनुहुन्छ नि सेल पकाइरहनु भएको दिदीलाई एकदमै रमाइलो लाग्छ ए सेल पकाउनु भनेर बिहानै आएको काठमाडौँबाट होइन अनि बिहान 8 बजे आइपुग्यो यो सेल खान छिटो आउनु होला ए भन्दा मिठो सेल पकाएर भाउजूलाई नि लागिरहेछ छोराको वर्तमान रमाइलो लागिरहेछ ए ल दुध खान्ला आमा यहाँ अनि के पकाउँदै हुनुहुन्छ त ए आज त केही खान मिल्दैन भने होइन के पनि मिल्दैन आज त ए आज अनि के हलुवा खाने हामी ए आज वर्तमानको पहिलो दिन ए भोलि पूजाको लागि आज व्रत बस्नु पर्यो आज एक छाकी यो चाहिँ जामुन दिदी ल्याउनु भएको कति ल्याइदिनु भएछ टन्नै पार्टीलाई पुग्ने गरी ल्याउनु भएछ नुवाकोटदेखि यो सिमी बोकेर दिदीले आज ल मम्मो र छोरालाई यता यसरी बस्दै हुनुहुन्छ यहाँ है छोरा तिम्रो वर्तमान कति अरे रमाइलो भइरहेछ भोलि मेहन्दी कि हल्दी रे छोरा बेलुका हल्दी उसलाई त तातो पानी तताइदिनु पर्छ रे चिसो पानीमा नलाउने हो ल तातो पानी तताएर गर्ने ल नाच्न मन छ त यता हेर त भोलि कतिको नाच्न मन गरिरहेछ त अब भोलि पूजाको लागि नारायण पूजालाई एकदम नाच्न मन छ नि होइन ल नाच्छ नि भोलि जोडले मजाले यता दिनेश यता अङ्कल वर्तमानमा आएको काठमाडौँबाट कहिले आएको हिजो आएको रमाइलो भइरहेछ नि ल सान्छो र के गरिरहेछौ तिमी रमाइलो भइरहेछ ल यता हेर त बाबालाई ल एका पूजा भएपछि हामी आज नै हामी चाहिँ हो पर्दैन भनेर